Hi, hello, good morning friend, all friend, good morning, have a nice day. हजुरहरू सन्चै हुनुहुन्छ होला हैन। म पनि सन्चै छु। म चाहिँ आज यहाँनिर मासु बनाउनु लागेको छु, चिकन विङ्स लेग पिस मिसाएर बनाउनु लागेको छु। मैले चाहिँ यसमा नुन मसला मोलिसकेको छु। यसलाई म हल्का फ्राई गर्छु। आज बच्चा नि घरमै छ, त्यही भएर बनाइदिनु लागेको। यहाँ चाहिँ तेल तातिसकेको छ। यसलाई म हाल्छु अब। यसलाई चाहिँ फ्राई हुन दिन्छु। चिकन रोस्टै रेडी भइसक्यो। अब म यसलाई झिक्छु। चाहिँ पाङ्ग्रा मैले धुई पखाली गरेर उसिनेर राखेको। अब यसलाई काट्छु म। पाङ्ग्रा पनि बनाउनु लागेको। यहाँ चाहिँ म पाङ्ग्रा बनाउनु लागेको छु। नुन बेसार हालेर भुट्छु पहिला। एकछिन भुट्छु। चाहिँ भुटिसक्यो। अदुवा लसुनको पेस्ट हालेर खराउँछु एकछिन। मसला हाल्छु। यति हालेपछि मिठो हुन्छ। घिउ नि हाल्नु पर्दैन। अदुवा लसुन चाहिँ खारिसक्यो। अब मसला हालिदिन्छु। अघिको मसला अलिकति पानी एकैछिन छोप्ने अनि चलाउँछु। पानी चाहिँ किन हालेको भने भुट्दाखेरि चाम्रो भएको हुन्छ। त्यही भएर पानी हालेपछि मसला मजाले फिटिन्छ अलिकति। अनि त्यही भएर एकछिन भुट्ने। पाङ्ग्रा पाकिसक्यो, रेडी भयो। अब म यसलाई झिक्छु। रेडी भयो। धनियाँ पत्ता हालिदिएको मिठो हुन्छ यसरी। अचार मोल्नु ल्याएको छु। गाजर, मुला, काँक्रा, प्याज अनि धनियाँको पत्ता हालेर अनि बदामको छोप लाएर मोल्छु अब म यो। अचार नै रेडी भइसकेको छ। गाजर, काँक्रा, मुला, प्याज अनि बदामको छोप लाएर डल्ले खोर्सानी लाएर बनाएको। अझै रेडी भइसकेको छ। यो चाहिँ अघिको पाङ्ग्रा, यो चाहिँ चिकन फ्राई रोस्ट, यो चाहिँ अचार, यहाँ चाहिँ हिजोकै फर्सी र सोयाबिनको तरकारी छ। दाल चाहिँ नपकाएको आज नखाने भनेर खाना चाहिँ रेडी भयो। यहाँ चाहिँ अचार काँक्रा मुला गाजरको, यो चाहिँ माम, अनि यो चाहिँ सोयाबिन र फर्सी अनि पाङ्ग्रा अनि चिकन फ्राई छ। यहाँनिर सेम हो। हामी चाहिँ खान लागेको। यहाँ बच्चा नि छ, खाँदैछ पापड र चिकन। हाई गरिदेऊ। हाई गरिदेऊ न। गुड मर्निङ। बाई गरिदेऊ ल। यता हेरेर बाई खै त। ए बाई गरिदेऊ। चुपा गरिदेऊ।